कान्छा, हजुर परदेश लगाई हुँदैन र? मलाई त धेरै डर लागिरहेको छ। यो ठाउँ राम्रो पनि छैन। सानो कुरालाई ठुलो गरी समाज बाहिर पुर्याउँछ। के गर्ने त कान्छी? परदेश जानलाई पासपोर्ट अप्लाई पनि गरिसके। अनि घरमा पनि त धेरै पैसाको समस्या। नानी बाबु पनि ठुलो हुँदै गएका छन्, तिनीहरूलाई पढाउनु पर्यो। अनि 2 साल मात्र त हो नि कान्छी, अनि म फर्किहाल्छु नि। तिमी पिर नगरी घर अनि बालबच्चालाई सम्हालेर बस्नु ल कान्छी। एकछिन है, मेरो कल आयो। हेलो, हजुर नमस्ते। को बोल्नुभएको होला? म काठमाडौँबाट बोल्दैछु। तपाईँ विष्णु होइन र? हजुर हजुर हजुर, म विष्णु नै बोलिरहेको छु। ए विष्णु सर, तपाईँको भिसा आइसकेको छ। तुरुन्तै काठमाडौँ आउनु होला है भोलि राति 9 बजे तपाईँको फ्लाइट छ। ए हो र? ल हुन्छ सर, धन्यवाद। म भोलि नै हिँड्छु। ए हुन्छ, जसरी भए पनि काठमाडौँ आउनुहोस् है विष्णु सर। हुन्छ सर, म भोलि नै आउँछु काठमाडौँ। हुन्छ, हुन्छ। ल राखेँ, बाई। कान्छा, हजुर भोलिबाट परदेश गइहाल्नुहुन्छ। आजसम्म त म बिरामी हुँदाखेरि हजुर हुनुहुन्थ्यो। भोलिबाट म बिरामी भयो भने कसले हेर्ने कान्छा? सानो, केही हुँदैन तिमीलाई। नानी बाबु बिमार हुँदा तुरुन्तै हस्पिटल जानु अनि औषधि खानु, ठिक भइहाल्छ नि। पिर नगरी घर बस है। हुन्छ बुढो, सुतम, धेरै समय भयो। हुन्छ, अब रात पनि अबेला भयो। भोलि 5 बजे नै जानुपर्छ। अब सुतम। हेलो, हेलो, ए सानो, म बुढो के? अनि घरमा सबै ठिकै छ होला नि? ठिकै छु कान्छा। हजुर सन्चै हुनुहुन्छ? अनि राम्रोसँग पुग्नुभयो? राम्रोसँग पुगे सानो। ए ल ल, आफ्नो ख्याल राख्नु होला। अनि तिमीहरू पनि आफ्नो ख्याल गर्नु ल। हुन्छ कान्छा। ल, म अब फोन राख्छु ल, भोलिबाट काममा जानुपर्छ सानो। ए ल हुन्छ कान्छा, समय हुँदा फोन गर्दै गर्नु होला ल। हुन्छ, बाई। हेलो कान्छा। हजुर सानो। ए सुन त। ए भन्नुहोस् न, हजुर सन्चै हुनुहुन्छ कान्छा? म ठिक छु सानो। मेरो काम गरेको पैसा दियो, म घर पठाउन लागेको छु कान्छी। ए हो र? धेरै राम्रो कुरा नि कान्छा। हुन्छ, पठाउनु होला। म बैङ्क गएर निकाल्नेछु। हुन्छ कान्छी। ल। कामले गर्दा फोन पनि गर्न पाएन। 2 दिन भयो घर पनि फोन नगरेको, के गर्दै होला।
एकचोटि फोन गर्नु पर्यो। ला बिजी बताउँछ त, यस्तो त कहिले पनि बिजी भनेको थिएन। फेरि गर्छु। डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ, केही समयपछि पुनः डायल गर्नुहोला। The subscriber you have dialed is busy. फेरि बिजी भन्छ। होइन यतिखेर कोसँग बोल्दैछ होला? या आफन्तसँग बोल्दै होला नि त, चाडपर्वको दिन होला। बरु पछि कुरा गर्छु, थाकेको, सुत्नु पर्यो। थकाइको बेला यस्तो निद लाग्यो, बसु पनि दैएछ। एकचोटि फोन गर्नु पर्यो घरतिर। फेरि बिजी भन्छ। होइन आजभोलि कोसँग बोल्दैछ? एकचोटि बहिनीलाई फोन गर्नु पर्यो। हेलो बोनो, म दादा के? हजुर, ए दादा पो हो। हजुर सन्चै हुनुहुन्छ? म ठिकै छु बुनु। अनि तिमीलाई पनि ठिकै छ होला नि? दादा ठिकै छु। बहिनी सुन्नु न। के कुरा होला त्यस्तो दादा, भन्नुहोस् न। तिम्रो भाउजूलाई कल गरेको थिएँ, बिजी मात्रै भन्छ। आजभोलि धेरै दिन भयो, कुरा पनि राम्रो भएको छैन। खै के भएको? ए कुरा त्यसो पो हो। भाउजू त कलमा मात्रै धेरै बोलिरहेको हुन्छ त। म त हजुरसँग बोल्दै होला भनिरहेको थिएँ। हजुरसँग बोलेको होइन र दादा? नै बुनु, म कल गर्छु, बिजी मात्रै भन्छ। आजभोलि खासै कुरा भएको छैन बुनु। ल अब म काममा जान लागेको, तिमीहरू राम्रोसँग बस ल। अनि यो दादालाई फोन गर्दै गर ल बुनु। हुन्छ दादा, आफ्नो पनि ख्याल राख्नु होला, घरको पिर नगर्नु होला ल दादा। हुन्छ दादा, बाई। आफ्नो ख्याल गर्नु होला, धेरै पिर नगर्नु होला घरको, है त। बाई बाई। हुन्छ बुनु। तिम्रो भाउजू के गर्दै होला? देख्यो भने दादालाई कल गर्नु रे भन है। तिमी मेरो म तिम्रो जीवन सधैँभरि सजाइदिन्छु हृदयको माथि सधैँ।